त्यो प्लास्टिकको झिकेर खानुपर्छ नि। नानी टाउको वरिपरि का अबिर अबिर हो दादाको आइसको टाउको वरिपरि अलि घोप्टी परेछ त्यस्तो गर्छ बाबु। ल अब होते थाल्ने हो उनको हो त्यसरी घोप्टो बनाएर ए भयो चिप्लो गर्छ नानी के ट्वाङ्गहरू बगा यसरी बगाउन यसरी बगाउनु पर्छ कि लास्टमा हो त्यसरी। ल बगेर जाऊ गङ्गाजी गङ्गाजी ल बगेर जाऊ। ला रामको पछि मै जाऊ। भजन गाएर